यो चाहिँ हाम्रो माथिबाट देखिएको सुन्दर दृश्य हो। यतापट्टि धर्मदेवी नगरपालिका हो भने उतापट्टि चैनपुर नगरपालिका हो। हेर्न सक्नुहुन्छ हजुरहरूले कति रमणीय, कति सुन्दर छ, कति हरियाली छ। आफ्नो त दाँत पनि झरिहाल्यो, यो बुढो भयो नि साथी। अब त होइन यो कुकुर कस्तो खालको अटेरी कुकुर होइन, टोक्नमा आउँछ त, नकुटी त भयो नि साथीहरू यसलाई त यार। फुल भिडियो हेर्नु होला, मजा आउनेछ है। हेलो मेरा प्यार प्यारा साथीहरू, हजुरहरू सबैजनालाई स्वागत गर्न चाहन्छु है मेरो ब्लगमा। आज पनि तपाईँहरूलाई स्वागत गर्छु र मैले आज पनि नयाँ ब्लग लिएर हजुरहरू सामु उपस्थित भइसकेको छु। त साथीहरू आज चाहिँ हामी कहाँ जाँदैछौँ, के गर्दैछौँ भन्दाखेरि चाहिँ आज हामी बजारतिर जाँदैछौँ। हेर्न सक्नुहुन्छ हाम्रो वरिपरिको रमणीय दृश्य। अब हामीहरू चाहिँ यहीँबाट लन्ठ्याङ हल्लिँदै ओर्दै जान्छौँ बजारतिर। हेर्न सक्नुहुन्छ है, हेर्नुहोस् पारिपट्टिको एकदम सरिकाले चाहिँ पानी परिरहेछ हाम्रोतिर चाहिँ है। म चाहिँ अलि माथि पुगिसकेँ नयाँ धारा पानी ठाउँमा। यो नयाँ धारादेखि गोराको डाँडाको घुम्थ्यो। हामीहरू चाहिँ पहिले पनि यहाँबाट बस चढ्थ्यौँ होइन। अहिले चाहिँ यहाँनिर टक्कसँगले चाहिँ के छ भन्दाखेरि चाहिँ बाटो पनि टक्क पिच भइसकेको छ। जेमा पनि केही न केही चाहिँ सुविधा भएको छ यहाँनिर। हेर्न सक्नुहुन्छ अहिले पारिपट्टिमा पुरा बादल लागेर वरिपरिको वातावरण पनि तपाईँहरूलाई मैले देखाउन सकेको छुइनँ, देखाउन पाएको छुइनँ। त्यही पनि म देखाउँदै जाँदैछु। भरे आउँदाखेरि चाहिँ एकदम तरिकाले देखाउनेछु। यो कुकुर कस्तो खालको थियो भन्दाखेरि चाहिँ ल्याएर भाउ भाउ गर्दै उताबाट पुग्दै आएको थियो। अनि मैले चाहिँ यसो भिडियो गरेको टाप भएको। अनि यसलाई भनेको तँलाई कुकुर एउटै रहेछ जस्तो भनेको, हट तपाईँ र कुकुर चाहिँ पो भन्छ। बात त सही है। अनि मैले पनि यसलाई सम्झाएका थिएँ, मलाई दाइले त्यस्तो भन्छस् भनेर। अनि तर होइन दाजु भन। अनि त्यसबाट मैले तपाईँलाई देखाएँ, मैले पढेको स्कुल भएर जुम गरेर देखाएँ ल। त पर देखेको चाहिँ मैले पढेको स्कुल हो। अनि टक्कसँग चाहिँ यहाँ माथि चराचुरुङ्गी उड्दै थियो, टक्क चराचुरुङ्गी च्याँ चुचु आवाज सुन्दै गाउँमा हिँड्न कस्तो मजा आउँछ होइन। अनि यहाँबाट देखेको पारिपट्टिको सुन्दर देखेर दृश्य हेर्न सक्नुहुन्छ हजुरहरूले, कति रमणीय छ। हरियाली छ क्या साथीहरू, वरिपरि पुरा चट्टसँगले हरियाली नै हरियाली। अनि मैले चाहिँ यहाँनिर फोटो पनि खिचेँ है, चट्ट पारेर खिच्न लगाएको तर हाउडे खिच्यो। अनि यो चाहिँ म चाहिँ ऐसेलु खान्छु दाजु भन्न थाल्यो। अनि तर ऐसेलु टिपेर तन्काउनु थाल्यो। होइन हिँड्न पाएको छैन, एउटा भोक लागिहालेछ भनेको त भोक लागेको होइन क्या, ऐसेलु चाहिँ खान मन लाग्छ भने। अनि हेर्नुहोस् हामी चाहिँ ऊ तलबाट आएका थियौँ, रातो देखेको स्कुलबाट। त्यहाँबाट हामी यहाँ माथि आइपुगेछौँ यो डाँडामा। अघि पनि मैले तपाईँलाई त्यहाँ तलबाट देखाएको थिएँ नि। यो चाहिँ क्याम्पस हो हाम्रो गाउँको होइन, माधि बहुमुखी क्याम्पस होइन साथीहरू, नाम चाहिँ त्यही हो है। अनि हामीहरू चाहिँ त्यहाँ टक्क अगाडि गएपछि चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ म लाता उठाल्दैछु। अब के होला त यहाँ भन्दाखेरि चाहिँ यो चाहिँ हामी फुटबल ग्राउन्ड हो। म चाहिँ यो साइडबाट फुटबल खेल्थेँ भने केटाहरू चाहिँ माथिल्लो साइडबाट खेल्थेँ, म चाहिँ जसले तल्लो साइडबाट खेल्थेँ। अब तल्लो साइडबाट कसरी भन्दाखेरि यताबाट उता हान्दाखेरि तल्लो साइड खेल्थेँ नि दायाँपट्टिबाट होइन। अनि यहाँ चाहिँ हाम्रो लुगा सुगा चेन्ज गर्ने ठाउँ थियो, उतापट्टि पनि छ। अनि यहाँ चाहिँ कुद्दैछ पछाडि बिचमा हेटुरीको म चाहिँ ग्राउन्ड भेटेपछि त कुचु दाजु भनेर गुट्टु कुद्दै थियो। अहिले पानी नै पानी भरिएर हेर्न खोजेर छ साथीहरू को को छन् यहाँनिर फुटबल खेल्ने। फुटबल हामीसँग हेर्दैछ भने केटाहरू कमेन्ट गराइदियो सबैजनाले है। अनि त्यस पछाडि चाहिँ हामीहरू यहाँबाट टक्कले एकछिन नाच्दैछ, म नाच्दिउँ दाजु भन्छ। अन्त होइन नाच देखेर भएर मेरो साथीहरू लड्यो भने भनेर चाहिँ मैले नाच्न पनि दिइनँ। पवन भाइले भनौँ होइन दाजु मेरो डान्स छैन, अब यहाँ तपाईँहरू बस देखाइदिनु क्या साथीहरूलाई भनौँ। अनि त्यहाँ मैले पनि बस देखाइदिनु पऱ्यो भनेर देखाइदिएको। लु हेर्नुहोस् बस, तपाईँहरूले त बस देख्नु भएकै छैन होला आजसम्म। बस त बस छ होला भनेको त कहाँ बस्नु साथीहरू, त गुटुटु कुदेर तल पुगिहाल्यो भने त्यतिको बस्दै बस्दैन यार, बसले छोडेर गयो यार। त्यो साथीहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले अब वरिपरिको वातावरण अघि कस्तो खुल्ला थियो र अहिले कस्तो भइसकेको छ भनेर। यसलाई चाहिँ कता हुस्से पनि भन्छन् र कता बादल पनि भन्छन्, कोही के भन्छन् होइन। तपाईँहरू चाहिँ भने बुझ्नुहोस्। तर अँध्यारो भइसकेको छ, हेर्न सक्नुहुन्छ नि हाम्रो पवन चाहिँ पर गएर बसिरहेको छ। अहिले यति बेलामा कसैले हामीलाई किडन्याप गर्यो भने है साथीहरू। साथीहरू होइन जति भन्नु त्यति पो लाग्न थाल्यो त बादल। हेर्नु त यहाँ हुस्से पुरै छोपिसक्यो क्या साथीहरू। हुँदैन भूत पारिपट्टि अघि कस्तो देखिरहेको थियो, उतापट्टि पुरा उतापट्टिको पोल देखिरहेको थियो, अहिले त देखिँदैन त। हेर्नुहोस् है यतैपट्टिको यहाँ नजिकै देखिन छोडो। कोही आएर किडन्याप गर्यो भने के गर्ने यार भन्ने चाहिँ म चाहिँ हाँस्दैछु। तर हामी दुईजना भाग्यौँ भने टिकटक बनाइदिउँ दाजु टिकटक आइडी पनि छ होइन। हेर्नु होला साथीहरू सबैजनाले मेरो फेसबुक आइडी दिनेश अधिकारी नाम बनाएँ, सक्नुहुन्छ भेट गर्न सक्नुहुन्छ। टिकटक आइडी पनि दिनेश अधिकारी छ, गएर भेट गर्न सक्नुहुन्छ। अनि मैले चाहिँ यो ओखरबाट बजारको भिडियो निकालिदिएको क्या हजुरहरूलाई देखाउनको लागि। यहाँनिर टक्कसँगले चाहिँ होइन, तर परबाट देखाउँ भनेको पर मान्छे थिएन नि, बेजेत हुन्छ भनेर चाहिँ मैले चिन्ह देखाएको किनकि आज पानी परिरहेको थियो नि, कोही मान्छे आएनन् नि त। अब एकदिन पछाडि चाहिँ बजार लाग्थ्यो, तर हामी त्यत्रो बेरसम्म बसिनौँ। अनि ओरेबाट भिडियो देखाएर म चाहिँ भागेँ। अच्छा ठीक है। अनि ओखरपट्टिको ओखर चाहिँ कता छ भनेर खोज्दै हुनुहुन्थ्यो। यहाँ छ है साथीहरू ओखरपट्टिको ओखर चाहिँ
टक्क निकालेर खाइहाल्नु होला खान मन छ भने। अनि त्यहाँबाट मैले सोचेँ अब धेरै घुमिहाल्यो अब दाँत निकाल्ने हो भनेर चाहिँ त्यहाँबाट टुइँ गरेर दाँत निकाल्न थालेँ। भन्दाखेरि दाँत चाहिँ निकालेको होइन, यसो दाँत सफा गर्नु पर्यो भनेर दाँत सफा गरेँ। अनि त्यहाँबाट एउटा भित्रपट्टि किराले खाएको थियो, अनि त्यसलाई नि भराउनु पर्यो भनेर भराइयो। अर्कोपट्टि पनि खाएको छ, अब त्यतापट्टि चाहिँ अर्कोचोटि गरेर भराउने हो भनेर चाहिँ एकचोटि मात्रै भराएको। कस्तो कुचिक्र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 ि
अनि टक्क पारेर चाहिँ दाँत चाहिँ पारेर सफा गरी हेर्न सक्नुहुन्छ। मान्छे त कालै छ तर दाँत चाहिँ सफा बनाउन त भन्ने विचार आयो क्या मेरो पनि। के भन्नुहुन्छ तपाईँहरू? मेरो विचार सही हो कि होइन भन्न सक्नुहुन्छ है त। बात तो सही है। कुरा चाहिँ हेर्नु साथीहरू, म चाहिँ बच्चैदेखि सही गर्ने मान्छे हो नि त, अनि अहिले पनि सही नै गरिदिन्छु क्या। तपाईँहरूलाई सही नलाग्न सक्ला तर कसैलाई त सही लाग्ला नि त। सबैजनालाई सही लाग्नुपर्छ भन्ने पनि छैन होइन। कोही एकजना दुईजनालाई सही लाग्यो भने भइहाल्यो भन्ने कुरा पनि आउँछ कता कताबाट चाहिँ। तर अब खोइ के भनौँ मलाई त केही आउँदैन। त्यही पनि अब जे आउँछ त्यही बोल्छु म त होइन। तर के आउने क्या, के आउँदै त के बोल्छ। अब एकछिन सोचौँ भन्दा पनि अब सोच्ने कुरा पनि हो त्यो। अब के अनि भटभट भन्नुपर्छ। अनि त्यो त दाँत दुखेर म मनाएर भनेर भने हुँदैन। दाँत चाहिँ दुखेको थिएन तर चिर गर्दै थियो। तर नि मजै हुँदै थियो। अनि त्यहाँबाट टलक्क पारेर सेतो दाँत टल्काएर चाहिँ टुइ पारेर आएँ म चाहिँ तल होइन। अनि तल आएर एउटा यसो दाँत निचो गरेको त त्यतिकै टल्केर चाहिँ आफ्नै आँखा पो झन्डै फुटाएन हौ। कस्तो टल्केको गाई। अनि त्यहाँबाट टक्क पारेर चाहिँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ दाँतभित्रैदेखि यतापट्टिको डन्ठीतिर चाहिँ त्यहाँभित्रको सर पारेर पानी तान्ने, अनि यतापट्टिबाट चाहिँ पानीले साफ गर्ने रहेछ क्या त। अनि त्यहाँबाट म चाहिँ मजासँगले सुतिरहेको छु। यहाँ त्यो डक्कसँगले लचक गरेर चाहिँ सुत्ने पनि, अनि आनन्दले सुतेँ क्या म। अनि हेत्तेरिक अब दाँत सफा गरिसकिहालेँ भने वहाँबाट हिँड्ने तपाईँहरूलाई हेर्न सक्छ। यहाँबाट चाहिँ मैले यस्तो रमणीय भ्यू देखाउन सकेको थिइनँ किनकि बादल लागेको थियो नि त। तर अहिले चाहिँ मैले टक्कसँगले तपाईँलाई भ्यू देखाएँ। अगाडि चाहिँ एउटा जोडी टुङ पारेर जाँदै थिएँ। अब म चाहिँ कसरी जोडीसँग हिँड्ने छुइनँ, जोडी भाइ लिएर हिँड्ने भनेर भाइ लिएर हिँडेँ म चाहिँ। हेर्न सक्नुहुन्छ नि यहाँबाटको जोडी। अघि मैले सुरुमा यहाँको भ्यू देखाएको थिएँ तपाईँहरूलाई। अघि आउँदाखेरि चाहिँ अब यहाँनिर पुरै बादल लागेको थियो, तपाईँलाई थाहा छँदैछ। अनि त्यहाँबाट मैले मजाले भ्यू देखाउन सकेको थिइनँ र अहिले चाहिँ मैले देखाएँ है साथीहरू। त म यहाँ चाहिँ पोस्ट दिँदै अगाडि बढेँ। अनि त्यहाँदेखि यहाँबाट हेर्न सक्नुहुन्छ त्यो पर चाहिँ देखिएको चाहिँ म पढेको स्कुल हो। त्यहाँ चाहिँ 6 कक्षामा म पढेको थिएँ। फेल भयो नि त मछामा होइन साथीहरू। अनि त्यस पछाडि चाहिँ म त्यहाँबाट सुई पार हुँदै नै यहाँनिर हेर्न सक्नुहुन्छ। यहाँबाट आकाशमा कस्तो दामी बादल देखेको यार। यस्तो रमणीय, यस्तो राम्रो सुन्दर, आहा होइन साथीहरू। अनि हामीहरू चाहिँ अहिले पुगिसकेको छौँ। हेर्न सक्नुहुन्छ नयाँ धारामा आइपुगिसकेको छौँ हामीहरू चाहिँ। नयाँ धाराको धारा चाहिँ त्यही अगाडिको सानो धारा हो है साथीहरू, हेर्न सक्नुहुन्छ। रुला दिया आपने। अनि त्यहाँबाट ओह्रालो झरेर चाहिँ हामीहरू टक्कसँग यहाँ चौतारामा बस्यो। अनि हामी दाजुभाइ चौतारामा बसेर एउटा टिकटक पनि बनाइयो। अनि त्यस पछाडि यहाँ गएर हामी हाम्रो म पढेको पहिलेको पुरानो स्कुलमा आइपुग्यो। त्यहाँबाट टक्क मैले हाम्रो घर पनि देखाएँ तपाईँहरूलाई। यतापट्टिको यो घर चाहिँ हाम्रो। अनि त्यस पछाडि टक्क पारिपट्टिको भ्यू देखाउँदै त्यहाँबाट ओह्रालो झऱ्यो। त बाई बाई साथीहरू। मेरो ब्लग हजुरलाई कस्तो लाग्यो आशा गर्छु सबैजना राम्रो लाग्यो होला। नराम्रो मानिदिनुहोस्। अर्को ब्लगमा मिल्ने। बाई।